नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले ध्यानकै विषयमा भन्दै हुनुहुन्छ। यतो यतो सम्मसति खन्दानम उदयव्ययम लभति पीतिपामोज्जम अमत्तम तम विजानतम। र हेर्नुहोस् त अर्थ कस्तो रहेछ। पञ्चस्कन्धको उत्पत्ति र विनाशको स्मरण गरिरहने भिक्षुलाई ज्ञानीहरूको प्रेम र अमृत पद प्राप्ति हुन्छ। त्यसैले अनिच्च वट संखार उपद्ध भय धम्मिनो भन्ने बुझेर सबै संस्कारहरू उत्पत्ति भएर विनाश नै हुन्छ भनेर ध्यान गरौँ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।